कन्टेन्ट केही नपाएको बेलामा म चाहिँ आज कुखुरा खोर बनाउँदैछु। अब कुखुरा खोर बनाउँदैछु, बाख्रा खोर बनाउँदैछु। अब बाख्रा खोर बनाएको टक्क भ्लग आउँदैछ। अब टक्कै एक्लै हो नि फेरि म त बनाउने। ल अब कस्तो हुन्छ है त। ल मेरो यो भत्काउने काम चाहिँ सिद्धियो। यो चाहिँ अहिले भर्खर एउटा खाँबा फेरि अब म अरू खाँबा काट्न गइरहेको छु। ल म नापो चाहिँ लिएर गएको छु। अब टक्क म बाँस काट्छु। यो बाँस काट्ने भनेको यहाँदेखि काट्नु पर्यो। टक्क 1 2 10 यहाँ हुँदैन। यो बाङ्गो छ कि यहाँ त फ्याँक्नै पर्छ। एक दुई त्यस्तो चाहिँ हुँदैन बाबा। ल अब खाना खाम। ल आज चाहिँ डे 2 अफ मेकिङ बाख्राको खोर। अब म बाख्राको खोर बनाउन गइरहेको छु। हिजो यति पुगेको थियो टक्क बाख्राको खोर बनाउने क्रम। आज यहीँदेखि जारी हुनेछ। गोठ बनाउने काम चाहिँ मेरो यहाँसम्म सकिसकेको छ। हजुर त्यस्ता हावाहरूले फ्याल्ने गरीको जत्को बनाउँछु त। ट्रकसँगले मेरो बन्दैछ यहाँसम्म बाटाबुटी। अब यहाँदेखि यति चाहिँ मैले सकेँ। टक्क यो आधी बाकल उछ्याउने काम। त्यही भएर अब यतानिर चाहिँ बाँकी रहेको हो। अब यो टिन नै फेर्ने हो तर टिन चाहिँ भोलि हुन्छ होला। त्यही हो। ल मैले चाहिँ अब बाख्रा खोर बनाएर यति सिद्ध्याएँ। अब भोलि यो टिनको काम हुन्छ। नत्र यो चाहिँ मैले अब बनाएको। मम्मीले अघि यहाँ झत्ता झुम्रा राखिसक्नु भएछ। नत्र खतरनाक बनाइसकेको छु मैले चाहिँ टक्कसँगले। अब यो चाहिँ के हो भन्दाखेरि यहाँ खाबो अब अहिले हाल्ने कुरो भएन माथिको यो नफेरिकन। त्यही भएर यो टक्कसँगले फेरेको हालिरहेको अल्झाइ मात्र राखेको। आजको हावाहरूले उडाएन भने भोलि मै उडाउँछु। त्यही पनि केही छैन बवाल हुँदैछ। यही हो अब मैले गरेको मेहनत। थर्ड एन्ड फाइनल डे अफ मेकिङ बाख्रा खोर। यो चाहिँ अन्तिम दिन हो। आज चाहिँ म सब काम सकाइदिन्छु। म पनि फाइनल हुन्छ कि हुँदैन भनिदिन्छ तर यो फाइनल हो। यस्तो छ अहिले चाहिँ यो चाहिँ अहिलेको कन्डिसन। अब यहाँ के चाहिँ हुन्छ भन्दाखेरि
यो टक्क फेरिन्छ यो भाँच्चे गरेको यो सब यो टिनको यो भाटा डाँडा यो चाहिँ अब टक्क अब नयाँ खोर पनि यस्तो फोहोर भन्ने कुरा चाहिँ अब नगरिदिनु होला प्लिज किनभने नयाँ खोर हो पुरानै संसाधन हो त पुरानै संसाधनले बनाएको नयाँ खोर हो यो टक्क यस्तो छ यो चाहिँ अब यो फेरिन्छ यो चाहिँ अब फेरिएको भिडियो हेर्नु होला अब त्यही हो अरू सब थोक रेडी छ यहाँ यो चाहिँ बिचमा लाउने बाँस यो चाहिँ बेन्डिङ तार एभ्रिथिङ इज रेडी फाइन फाइनली दिस इज द फाइनल लुक अफ मेरो बाख्राको खोर यो चाहिँ मेरो फाइनल लुक भयो टक्क बाख्राको खोरको यस्तै बनायो है यो चाहिँ टक्क माउ बाख्रा पाल्यो भने माउ बाख्रा राख्ने नभएदेखि घाँस राख्ने ठाउँ अनि त्यसपछि यो चाहिँ अब बाख्रा राख्ने ठाउँ हो यो चाहिँ टक्क बाख्रा बाँध्ने ठाउँ अनि त्यसपछि यो चाहिँ ढोकाको भाग भयो है यो चाहिँ ढोकाको भाग भयो अनि त्यसपछि भयो यो चाहिँ अब बाख्रा बोका बाँध्ने ठाउँ यो चाहिँ ढोका लाउने ठाउँ यो चाहिँ ढोका भयो यो ढोका त एकदम बकाइदिएको नि मेरो ल यो चाहिँ ढोका भयो बकाइदा यस्तै छ है टक्क यो चाहिँ यता चाहिँ अब कोत्रे टिन छ किनभने टिनै पुगेन कहाँ पहिरानो अलिक सानो थोरै खोरको मेजरमेन्ट मिस्टेक त भएन अलिक ठुलो बनाउने भएर त्यसमा पुगेको टक्क पछाडि यस्तो छ यहाँ मुनि पनि बाख्राको खोरबाट बड्किउलाहरू बाहिर त नजाओस् भनेर टक्कसँगले यो चाहिँ बनाएको ल है त भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यस्तै हो कन्टेन्ट केही नपाउँदा म कन्टेन्ट आफै बनाएर भएर यही हो त फाइनल लुक ल